तपाईं हेर्दै हुनुहुन्छ घामकेरी सब्स्क्राइब गरिदिनुहोस् है त। ल घामकेरीमा स्वागत छ सुस्मिताजी। थ्यांक यू। तपाईले बालेन सरकारको विषयमा धेरै भिडियोहरु चाहिँ बनाइराख्नु भएको हुन्थ्यो पहिला हैन, जस्तो अब बालेन सरकारको कामको उलाई चाहिँ एनालाइसिस गर्दाखेरि बालेन सरकारको 4 महिनाको कामलाई तपाईले समग्रमा कसरी मूल्याङ्कन गर्नुभएको छ र त्यो मूल्याङ्कन पछि 100 मा चाहिँ कति अङ्क दिनुहुन्छ भन्नुस् त। म 100 मा 60 दिन्छु। अब बालेन सरकारले कामहरु राम्रो गर्दैछ, तीव्र गतिमै गर्दैछन् हैन। जुन चाहिँ अब हामी पुरानो पार्टीहरुबाट चाहिँ हेर्दा अनि उनीहरुको कामबाट ग्रसित भएको कारणले गर्दा पनि होला, उनीले जे गरे छिट्टो गर्दैछन्, राम्रो गर्दैछन् भन्ने मात्रै लाग्छ। त्यस अर्थमा म चाहिँ 60 अंक दिन्छु। तपाईले दिएको अंकको सबैभन्दा ठूलो आधार चाहिँ के हो त? अब नेपाली युवाहरू चाहिँ स्वदेशमै स्वरोजगार भएर बाँच्न पाउने अवसरहरू खुल्दैछन्। हाम्रा पुराना उद्योगहरू उत्खनन हुँदैछन्। यसकै आधारमा हो मैले त नम्बरिङ गरेको। 4 महिनामा सरकारले गरेको एउटा यस्तो काम के देख्नु जसले तपाईलाई चाहिँ तपाईले भनेको सही दिशामा जाँदैछ भन्ने चाहिँ कसरी विश्वास दिलायो ल भन्नुस् त के आधारहरु? हजुर, कसरी भन्दाखेरि चाहिँ जुन हामीले यी पुराना कामहरुबाट चाहिँ जसरी हामी ग्रसित भएका थियौं, कति ढिलो गरे होला, के गरे होला जस्तो लाग्थ्यो हैन। आलोचना गर्ने मान्छेहरुले त जेलाई पनि लिएर आलोचना गर्न सक्छन्, तर हामी चाहिँ समर्थक पर्यौं। तर यस्तो समर्थक पनि हैन कि अन्धभक्त टाइपले जे पनि बोलिदिने, सरकारले गरेका कमी कमजोरी नै भनेर हामी चाहिँ औल्याउँछौं हैन। सरकारले लाल पूर्जाहरू वितरणका कामहरू राम्रो गरेको छ। देशमा अब विकासका आशा लाग्ने लहरहरू पलाउने युवाहरू माझका सपनाहरू पेश गरेको छ, जुन सपनाहरू अरु नेताहरूले सधैँ देखाए र तुहाए मात्रै। बालेनलाई आलोचना गर्दाखेरि अहिले कामको विषयमा त आलोचना पनि भइरहेको छ हैन। तपाईले जस्तो सुकुम्बासीको देखि लिएर धेरै कुराहरुलाई लिएर आलोचना गर्दाखेरि जस्तो उहाँको व्यक्तित्व र शैलीलाई अस्वीकार गरिएको जस्तो लाग्छ कि उहाँको काम गर्ने शैलीलाई चाहिँ अस्वीकार गरिएको जस्तो लाग्छ? काम गर्ने शैलीलाई चाहिँ पक्कै पनि अस्वीकार गरेका होइनन्, काम गर्ने शैलीबाट डराएका हुन् है। व्यक्तिगत आलोचनाका कुराहरू बाँकी रहे, मान्छेहरूले कहीँ पनि गल्ती र खोट लाउने ठाउँहरू नपाएपछि हजुरलाई कहाँनिरबाट चाहिँ हार्म गर्न सकिन्छ, कहाँनिरबाट चाहिँ हजुरका गल्तीहरू कमी कमजोरीहरू औल्याएर हजुरलाई तल पार्न सकिन्छ भन्ने कुरामा चाहिँ उहाँका व्यक्तिगत स्वभावहरूमा गएर मान्छेले हानेका हुन्। ती कमी कमजोरी बनाएर समाएका मात्रै हुन्। उहाँका काम गर्ने तरिका एकदम राम्रो छ। बालेनको लोकप्रियता वास्तविक कामको परिणाम हो जस्तो लाग्छ कि पुरानो राजनीतिक दलप्रतिको जनताको निराशाको परिणाम हो जस्तो लाग्छ? दुईटै हो। निराशा भएका कुराहरूले पनि मान्छेलाई एकदमै कस्तो फ्रस्ट्रेट बनाइसकेका थियो। अनि अहिले गरेको युवा जोश जागरहरूले पनि मान्छेलाई चाहिँ उत्तेजित बनाइराखेको छ। विकासमुखी कामतिर चाहिँ हामी जाँदैछौँ जस्तो महसुस चाहिँ गराएको छ। थोरै र्यापिड फायर खेलौँ है त। ल, बालेन सरकारको 4 महिनाको कामको 100 मा कति अङ्क? 60। सबैभन्दा राम्रो काम एक शब्दमा? उद्योगहरू उत्खनन गर्दैछन्। सबैभन्दा ठुलो कमजोरी? अहिले यो ग्यासको समस्याहरू प्लस हजुरलाई सुकुम्बासी व्यवस्थापन पनि ठुलो कमजोरी नै बनेको छ। कामको गति स्लो, नर्मल कि फास्ट? नर्मल। बालेनको नेतृत्व स्ट्रङ कि ओभर हाइप्ड? स्ट्रङ। काम धेरै कि प्रचार धेरै? उस्तै यो त पुरानो पार्टी जस्तै छ। अझै विश्वास छ? यस किन? विश्वास गर्नुपर्छ। अबको 8 महिनामा जनताले सबैभन्दा पहिले के देख्न पाउनुपर्छ जस्तो लाग्छ? आत्मनिर्भर। यदि तपाईले एक हेडलाइनमा बालेन सरकारलाई सम्बोधन गर्नु पर्यो भने त्यो हेडलाइन के हुन्छ? अब्बल नेतृत्व। त अन्त्यमा केही शब्द भन्न चाहनुहुन्छ जस्तो सरकारलाई केही सुझाव दिन चाहनुहुन्छ भने दिनुस्। सरकारको आलोचना मात्रै नगरौं, सरकारले राम्रो काम गर्दैछन्, हामी सबैले चाहिँ साथ दिनुपर्छ, समर्थन गर्नुपर्छ र नराम्रोहरूलाई लिएर चाहिँ तल पार्ने, खुट्टा तान्ने अनि म सत्तामा जान्छु भन्ने सोच राख्ने होइन। कसरी हुन्छ यही सरकारलाई सघाएर चाहिँ हामी सबैजना लक्ष्यसम्म पुग्नुपर्छ। तपाईं हेर्दै हुनुहुन्छ घामकेरी सब्स्क्राइब गरिदिनुहोस् है त।